र साथीहरू आज पनि हजुरलाई मेरो एउटा नयाँ भिडियोमा स्वागत छ। अब आज हजुरलाई म एउटा यस्तो अर्निङ एप्लिकेसनको बारेमा भन्न गइरहेको छु जहाँ तपाईँहरूले आइडी मात्रै बनाउनु भयो भने यहाँ फ्री माइनिङ भइरहन्छ है। अनि तपाईँहरूले रिफर गरेर पनि कोइनहरू अर्न गर्न सक्नुहुन्छ है। अब यहाँ पहिला हामीले क्विज खेलेर अर्न गर्न सक्छौँ है त। म तपाईँहरूलाई यो एपको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिनेछु, त्यहाँबाट त्यो एपलाई डाउनलोड गर्नु होला र पैसा कमाउनु होला। र एकदम जेन्युन एप छ, विथड्रहरू पनि फास्ट छ र यहाँ तपाईँहरूले माइनिङ पनि गर्न सक्नुहुन्छ। र पहिलो अर्निङ गर्ने तरिका भनेको यहाँ क्विज खेलेर है त। यहाँ क्विज हामीलाई क्वेसन सोधिन्छ र 60 सेकेन्डभित्र चाहिँ हामीले एन्सर गरिसक्नुपर्ने हुन्छ। र जसले 10वटा एन्सर राइट भन्छ त्यसले 220 मिलियन कोइन पाउँछ है त। अब यहाँ क्वेसन सोधेको छ है। अब हामी अब एन्सर त थाहा छैन होइन, जे भयो नि हावा हानिदिने है, त्यही हो। अब रङ भइसकेको छ पहिल्यै है। अब त्यही हो, हामीले यहाँ सबको एन्सरहरू भन्दै गर्नुपर्ने हुन्छ र म यहाँ क्विज खेलिरहेको छु है त। अब मसँग टाइम छैन, त्यही भएर म जे पाएँ त्यही थिचिदिरहेको छु है। ल है, अब त्यही हो, मैले कोइन पाइनँ है। यहाँ मैले अब एन्सर दिन सकिनँ। यहाँ अर्को माइनिङ गर्नुपर्ने हुन्छ है। तपाईँहरूले यसरी ट्याप गरेपछि यहाँ तपाईँको एक ट्यापको एक माइनिङ हुन्छ है त। यहाँ तपाईँले ट्याप गरेपछि तपाईँहरूले माइनिङ गर्न मिल्छ। यहाँ मेरो चाहिँ अहिले देख्न सक्नुहुन्छ 16,000 हुन्छ एक दिनमा है। तपाईँहरूको चाहिँ पहिला 10,000 मात्रै हुनेछ। अनि तपाईँहरूले यसलाई चाहिँ पहिला टक्क अपडेट गर्नुपर्ने हुन्छ है त। तपाईँहरूले यसलाई अपडेट गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि यहाँ तपाईँले यता देख्नु भएको हुन्छ, यहाँ यो माइनिङ गर्नेको यहाँ हो। अनि यहाँ थिचेपछि तपाईँहरूले यहाँ चाहिँ तपाईँहरूले अब माइनिङ गर्ने आफ्नो अब हतियार भनौँ न त्यो किन्न सक्नुहुन्छ। र यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामीले 33,000 इन्भेस्ट गऱ्यो भने चाहिँ 33,000 कोइन इन्भेस्ट हान्यो भने टक्क हामीले डेली 16,000 माइनिङ गर्न मिल्छ है त। नत्र हामीले 10,000 मात्रै माइनिङ गर्न मिल्थ्यो। यो गरिसकेपछि हामीले 16,000 माइनिङ गर्न मिल्छ। र यहाँ 68,000 इन्भेस्ट गरेर किन्यो भने चाहिँ हामीले डेली 33,000 माइनिङ गर्न मिल्छ है त। अब त्यही हो, यहाँ पनि तपाईँहरूले अब सोभेलहरू के भन्छ होइन त्यही किन्न सक्नुहुन्छ। र यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ क्रिप्टो क्याम्प भन्ने अप्सन छ है त। यहाँ तपाईँले क्रिप्टो क्याम्पमा थिचिसकेपछि अब यहाँ क्विज खेलेर अर्निङ गर्न सक्नुहुन्छ। म यहाँ डिफिकल्टवालामा गएँ होइन। अब यहाँ टक्क क्वेसनको एन्सर दिने हो होइन। अनि क्वेसन एन्सर दिइसकेपछि चाहिँ हामीले अब गर्नुपर्ने हुन्छ टक्क। हामीले अब अहिले म त्यही भएर हावा दिइरहेको छु है। यहाँ सबको हामीले एन्सर दिइसकेपछि चाहिँ अब हामीले 10वटा हुन्छ क्यारे एन्सर है। नेक्स्ट गर्दै सबको एन्सर दिँदै जानुपर्ने हुन्छ। म यहाँ सब जे पाएँ त्यही दिइरहेको छु होइन, किनकि भिडियो लामो हुन्छ त्यही भएर। यहाँ टक्क हामीले धेरै जस्तो एन्सर दिइसकेको छौँ है। यहाँ देख्न सक्नुहुन्छ यहाँ हामीले टक्क एन्सर दिँदै जाँदा है। अब यहाँ हामीले अब त्यही हो एन्सर दिनुपर्ने हुन्छ। अब यहाँ एन्सर दिइसकेपछि चाहिँ हामीले ठ्याक्क हामीले जब 10वटा एन्सर दिइसक्छौँ तब हामीले यहाँ पाउने हो। यहाँ देख्न सक्नुहुन्छ मैले टोटल योबाट 800 कोइन अर्निङ गरिसकेँ र फेरि तपाईँहरूले खेल्न सक्नुहुन्छ। एउटा
डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट डाउनलोड गर्नुहोला र अर्निङ गर्नुहोला। आजको भिडियो यति नै थियो। बच्चालाई भिडियो राम्रो लाग्यो होला। यदि भिडियो राम्रो लाग्यो भए मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। थ्याङ्क यू।